हेब्रेबडे के भन्ने रे हेलो एभ्रीबडी वेलकम छ मेरो युट्युब च्यानलमा। आज हामी चाहिँ टट्ट लाएर घुम्न जान लाग्छौँ। हाम्रो डोसहरू छ यहाँ टन्नै। चट्ट म चाहिँ केटा हो गाजर बनाउन हल्का घुमाउन। हाम्रो सरकार अब चाहिँ घुम्न जान लाग्छ हामी। केटाहरूको गेट अप हेरौँ न, गेट अप कस्तो चट्ट अनि घुमघाम अबको 10-20 मिनटमा चाहिँ हामी पुग्ने वाला छ गन्तव्यमा। हाम्रो सरहरू चट्ट जुत्ता सुट्टा लाउँदै छ हो। पऱ्यो नि त परो जाने होइन जाउँ न। केटाहरू फेरि हाइवे जस्तो लाउँछ केटाहरू। क्यामेरा त खासै राम्रो चट्ट चस्मा लाएर ओखो नि बरै चस्मा त टडक्का हो क्या यहाँ। अब घुमघाम हो क्या घुमघाम। लुलु जाउँ धेरै भयो क्या धेरै भयो क्या सम्झि गयो छैन क्या यार। मेरो पनि बन्छ, मेरो पनि ठिकै आएन। है हाम्रो केटाहरू ट्रक मासु माङ्गुरको मासुसँग ड्याम दिइरहेछ। हामी त खसीको मासु ए खसीको रे उताखेरि सरखेरि यो त ब्रोइलरको यता पनि ब्रोइलरकै हो। ए माङ्गुरको हो यता हामी फेरि फिक्का थुक्का ए थुक्का अलि थोरै हो खान्छ क्या सर यता गजक्कै हो क्या यतै तर हाल्छ क्या त फेरि गजक्कै अझै खान्छ होला यता सरलाई त गजक्कै रे। मामा त खासै च्याप्दैन रहेछ मामाले। यता सरको हो क्या यता ज्याम चटक्क 2 ठाल भप्पा हाल्यो पनि केही हुँदैन, फरक पर्दैन। हल्का सब्जी सब नै ल्याउनु भात दाल थप भइहाल्छ। हामी चाहिँ टक्का घुम्न गएर अहो लडे बढे अब हेलमेट लगाएर ओहोइ खतरा हामी त खतरा भने फेरि को हुँदैछ के हुँदैछ बन्दुक झाम भन्छ हाम्रो नेपालमा गाउँतिर हानेछ म हामी त सुकटी चपाउँछ गाडी यो सुडोलो चाहिँ चङ्गा चला ओहो नि बरै हो रहेछ त। ल हिरा सरको यता माछा मार्ने सपना थियो। अर्को चाहिँ माछा लिएर आउने होइन समुद्र पनि घुम्यो चिक्नेलाई। ए यो त होइन फेरि एउटा गाडी आयो त म त भिडियोमा पो छु होइन पुरै नगर्ने अडियो कल गर्ने अडियो कल बुढो त बुढीले समुद्र अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। धेरै घुम्यो 3-4 घन्टा। मान्छे होल्यास चाहिँ भयो क्या मान्छे ढिँडो चाहिँ भयो क्या मान्छे। ल हामी अब घरतिर जाँदैछौँ। गाइजहरू यस्तो कुरा भन्न आइरहन्छ त पुरा नर्मल हो क्या। अब मेरो राइडर ठिक छ नि राइडर एकदम सकुशल है। अब त केही भन्नु छ?
लाग्यो अब सिद्धियो आजको राइड अब अबको राइड चाहिँ सिके सकुशल ठिक थाहा भयो अब धेरै छैन अब गन्तव्यमा पुग्ने होइन हामी हिँड्ने गएको हिँड्ने हो सरहरू है हामी दुईजना चाहिँ टट्ट लगाएर है लल्काटे लैयामा पुरा घुम्दै घाम घुम टिकटक अहिले यता यता ओ जय सरकार हेलमेट लगाएर पनि हामी सबै हामी छ त यता हामीले यसरी हामी चाहिँ फर्किने क्रम जारी फर्किँदैछौँ हामी चाहिँ अब होइन धेरै घुम्यौँ होइन सरकार ओके के छ ए केटाम ठिक छ अब हामी चाहिँ फेरि पानी जान्छौँ यात्रा सुरु हुन्छ गरेर फर्किने हो कति घन्टा हो यात्रामा सुरु ए हामी त झन् 5 घन्टा हो 5 घन्टा पछि हामी फेरि फर्किँदैछौँ अब आफ्नो कोठातिर गन्तव्यमा हामी चाहिँ टक लगाएर फर्किनु पर्ने हुन्छ किनभने हाम्रो भोलि ड्युटी छ भन्नु पर्दैन रे क्या अब हिराले मलाई क्लिप पठाउँछौँ ल आजको राइड चाहिँ अब यहाँबाट अर्को विषयतिर हामी त फर्किने त म त अट्टिरहेकै झन् मान्छे कहिले नचलाएको मान्छे कहिले नचलाएको मान्छे सरले अट्टिरहेकै म ठगैले आएको अहिले जस्तो जान्छु तर पनि सेफ ड्राइभ भएको सिकाउने होइन चलाउने भन्दै नि होला फेरि हिराले त पुरा नेपालमा बाइक चलाउँदैन भन्छ यो त चलाएको सिकाएको आउँदैन के एक्सपिरियन्स बनाइदिनु एकदम आज चाहिँ धेरै के भन्नु यता बयान गर्नलाई शब्दै छैन नि बोल्दा चाहिँ त्यो क्यामेरामा हेरेर बोल्नु के आज एकदम रमाइलो भयो गाइज हेर्नुहोस् अरे के भन्ने अरे एकदम घुमफिर जस बबाल भयो नयाँ ठाउँ है नयाँ एक्सपिरियन्स जस रमाइलो भयो हाम्रो मामालाई कस्तो भयो ल मामा मलाई एकदम राम्रो भयो आज घुम्यो रमाइलो भयो लामो यात्रामा चाहिँ आज मैले फर्स्ट बाइकमा त्यो पनि बाइकमा एकदम राम्रो एकदम सुरक्षित एकदम राम्रो भयो होइन साथीले कुदाएको आमा हो यार हामी चाहिँ यो ठाउँमा आएको है यो पछाडि देखेको ठाउँमा है हो यो ठाउँमा आएको चट्ट हामी चाहिँ आइपुगे हले चट्ट पानी जहाज पर्ने कति भिडियो गरेर झ्याउ लगाएर म त पानी जहाज पनि आइसकेँ हातमा केटाहरू पनि छ अब हामी चाहिँ हो र अब घरतिर जाने घरतिर जाने अब सर अब चाहिँ रुमतिर जानु पर्ने हुन्छ लाएर आइ त पानी जहाज फेरि खन्द्रङ आएर हिँड्छौँ पानी जहाज पानी जहाज अन्नै पानी जहाज छ त के गर्ने हो गाइजहरू के गर्ने सबै दिनभरि घुम्यो अब तपाईँलाई अब घरतिर जानुपर्ने हुन्छ घर गएपछि अब यस्तो भिडियो सिडियो एडिट गर्ने हाल्ने अनि गइदिने हो ओहो फाइनल्ली गाइज हामी चाहिँ टट्ट लगाएर घर आइपुगे रुममा अब सुत्ने पर्ने हुन्छ किनभने अब धेरै घुम्यो अब यत्रो रात पनि पुग्यो 10:30 जति भइसक्यो अब हामी चाहिँ रुममा आएर सुत्न लाग्यो अब कपडा चेन्ज गरेर नुहाएर सुतिने हो तपाईँहरूले भिडियो कस्तो लाग्यो मन पऱ्यो सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला ओके बाई